यहाँ हावा बोल्दैन, गन्ध बोल्दैन, मान्छे झनै बोल्दैन। काम गर्ने हातहरू चलिरहन्छन्, तर सुन्ने मन सुनिदिने कोही हुँदैन। के उड्नु यही हो जसले गन्तव्य त दिन्छ तर दिशा हराउँछ? उड्नु त्यो पहिलो सपना थियो, नीलो आकाशमा स्वतन्त्र भएर उड्ने कल्पना, जहाँ दुःख हुँदैन, बाधा हुँदैन र सबै कुराहरू सम्भव जस्तै लाग्थ्यो। तर उड्ने बित्तिकै थाहा भयो, यो आकाश नीलो त हो तर चिसो छ, एक्लो छ। परदेश उड्दा मैले केही बोकेर उडेको थिएँ, 2-4 थान कपडा, आमा बुवाको सम्झना र मनभित्रको थोरै आँट। लाग्थ्यो केही वर्ष हो, कमाउँछु, फर्कन्छु। तर त्यो फर्किन्छु अहिले पनि भविष्यको एउटा धुँधरो टुक्रा भएर बाँकी छ। यहाँको आकाश हेर्दा आफ्नै गाउँको आकाश सम्झिन्छु, जहाँ हावामा आफ्नो नाम मिसिएको जस्तो लाग्थ्यो। यहाँ हावा बोल्दैन, गन्ध बोल्दैन, मान्छे झनै बोल्दैन। काम गर्ने हातहरू चलिरहन्छन्, तर सुन्ने मन सुनिदिने कोही हुँदैन। कसैले सोध्दैनन् तँलाई थकाइ लाग्दैन भनेर, कसैले देख्दैनन् आँखा किन रातो छन् भनेर। जसरी चरा भोकले उड्न बाध्य हुन्छ, म पनि त्यसै गरी उडेँ। तर त्यो उडान खुसीको होइन, पीडाको उडान हो, जहाँ पखेटा त छन् तर दिशा छैन। र त म भन्छु, उड्नुले स्वतन्त्रता दिन्छ भन्ने कुरा आधा सत्य हो, बाँकी आधा साँचो भने यही हो, उड्दा म आफ्नो जरा हराउँदै गएको छु।